कार्यक्रम सञ्चालक छु। 10औं होली पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रमका आदरणीय सभाध्यक्ष अकबर श्रेष्ठज्यू, टोखा नगरपालिका वडा नम्बर 2 का श्रद्धेय वडाध्यक्षज्यू, वडा नम्बर 3 का वडाध्यक्षज्यू, त्यसैगरी मञ्चमा आसीन नेवा संस्कृति संरक्षणमा अहोरात्र खटिनुहुने आदरणीय महानुभावहरू, टोखा मिलिजुली क्लबका सम्पूर्ण पदाधिकारीज्यूहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, त्यसैगरी टोखा नगर प्रहरी साथीहरू, नेपाल प्रहरीका साथीहरू, पत्रकार साथीहरू, उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार। ह्याप्पी होली। ह्याप्पी होली। थ्याङ्क यू सो मच। यस्तो खालको संस्कृति जगाउनका लागि विभिन्न खालका कार्यक्रमहरू टिएमसी यानि कि टोखा मिलिजुली क्लबको आयोजना भइरहेको यस प्रकारको कार्यक्रममा उपस्थित हुन पाउँदा र शुभकामना व्यक्त गर्न पाउँदा असाध्यै धेरै खुसी छु। त्यसका लागि आयोजक टिएमसी क्लबका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। पक्कै पनि होली पर्व हामी सबैको एउटा सद्भावको पर्व, रङ्गीन पर्व, रङ्गको पर्व, आत्माहरूको मिलन गराउने पर्व र पक्कै पनि यसले हामी सबैको मन मस्तिष्कलाई जोड्ने काम गर्ने पर्वको रूपमा प्रचलित पर्व हो। फागु पूर्णिमाको दिन मनाइने यो पर्व हर्षोल्लासका साथ देशभरि मनाइँदैछ र टोखामा पनि मनाइँदैछ। सम्पूर्ण टोखावासी दाजुभाइ दिदीबहिनीहरू र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यहीबाट म शुभकामना व्यक्त गर्न चाहन्छु। मैले भन्नुपर्ने 1-2वटा कुरा मात्रै छ, धेरै लामो मन्तव्य राख्न गइरहेको छैन। टोखा नगरपालिकाले नेवा संस्कृति संरक्षणका लागि विभिन्न प्रकारका कार्यक्रमहरू गरिरहँदा टोखा मिलिजुली क्लबले पनि यस प्रकारका संस्कृति संरक्षणका कार्यक्रमहरूलाई सफल बनाउनका लागि योगदान पुर्याइरहेको छ र यसका लागि नगरपालिका टिएमसी लगायतका सम्पूर्ण क्लबहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छ। र अहिले संस्कृति संरक्षणको नाममा विभिन्न खालका विकृतिहरू पनि छन्। होली पर्व मनाइरहँदा विभिन्न खालका विकृतिहरू पनि छन् र नेवा संस्कृतिलाई विकृत ढङ्गले म्यानिपुलेट गर्ने प्रकारले पनि एक खालको चुनौती देखिएको अवस्था छ। त्यसका लागि टिएमसी क्लबले, जसमा सबै युवा साथीहरू हुन्छ, कि नेवा संस्कृति माथिको अतिक्रमण र यसलाई संरक्षण गर्नका लागि टिएमसी का साथीहरू रेडी हो? एकचोटि यहाँहरूको प्रतिबद्धता चाहन्छु कि नेवा संस्कृति संरक्षणमा तपाईहरु तयार हो? र अर्को कुरा, अहिले हरेक घर-घरमा लागु औषध दुर्व्यसनीहरूको धेरै बिगबिगी बढेको छ। हरेक स्कुलमा, हरेक विद्यालयहरूमा, विश्वविद्यालयहरूमा युवा साथीहरूले लागु औषध खाइरहेको हामीले भेटिरहेका छौँ, जसले उनीहरूको सम्पूर्ण जीवन बर्बाद र विनाश गरेको अवस्था छ। के टिएमसी का सम्पूर्ण युवा साथीहरूले लागु औषध विरुद्ध लड्न तयार भएको घोषणा गर्दछ? फेरि पनि लागु औषध विरुद्ध यहाँहरू लड्न तयार हो? थ्याङ्क यू सो मच। हाम्रो टोखा नगरपालिकाको नगर प्रहरी पनि टिएमपी नै हो, टोखा म्युनिसिपल पुलिस। उसले सिङ्गो नगरपालिकाको रेखदेख गर्छ भने अब टिएमसीले नेवा कल्चरको संस्कृति संरक्षण गर्नका साथसाथै युवाहरूलाई दुर्व्यसनबाट जोगाउने काममा योगदान पुर्याओस्, मेरो शुभकामना भन्दै आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। अन्त्यमा ह्याप्पी होली।